आर्थिक स्वतन्त्रता फाइनान्सियल फ्रिडम भन्नाले तपाईँसँग आफ्नो जीवनशैली कायम राख्न वा आफ्नो मनपर्ने काम गर्न पर्याप्त पैसा हुनु हो, काम गर्नै पर्ने बाध्यता नहुनु। यो कुनै ठुलो रकम मात्र होइन, तर पैसासँगको तपाईँको सम्बन्ध र भविष्यको लागि गरिने योजना पनि हो। यहाँ आर्थिक स्वतन्त्रता प्राप्त गर्नका लागि केही महत्त्वपूर्ण सुझावहरू दिएका छन्। 1. आफ्नो आर्थिक अवस्था बुझ्नुहोस्, अन्डरस्ट्यान्ड योर फाइनान्सियल सिचुएसन। स्टार आय र खर्चको ट्र्याक राख्नुहोस्। तपाईँले कति कमाउनुहुन्छ र कति खर्च गर्नुहुन्छ भन्ने कुराको स्पष्ट रेकर्ड राख्नुहोस्। यसले तपाईँको पैसा कहाँ गइरहेको छ भनेर देखाउँछ। यसका लागि एक्सेल सिट, मोबाइल एप वा हातले लेखेर पनि ट्र्याक गर्न सकिन्छ। स्टार बजेट बनाउनुहोस्। आफ्नो आय अनुसार खर्चको योजना बनाउनुहोस्। अनावश्यक खर्च कटौती गर्नुहोस् र बचतका लागि ठाउँ बनाउनुहोस्। ऋणको अवस्था पत्ता लगाउनुहोस्। तपाईँसँग कति ऋण छ, कुन ऋणको ब्याज दर कति छ र कहिलेसम्म तिर्नुपर्छ भन्ने कुरा स्पष्ट हुनुहोस्। 2. ऋणबाट मुक्त हुनुहोस्। जेट आउट अफ डेट। स्टार उच्च ब्याज दरका ऋण पहिले तिर्नुहोस्। क्रेडिट कार्ड वा व्यक्तिगत ऋण जस्ता उच्च ब्याज दरका ऋणहरू सकेसम्म चाँडो तिर्ने प्रयास गर्नुहोस्। यसले तपाईँको ब्याजको बोझ घटाउँछ। स्टार ऋण तिर्ने रणनीति बनाउनुहोस्। स्नोबल, साना ऋण पहिले तिर्ने, वा एभलेन्च, उच्च ब्याज दरको ऋण पहिले तिर्ने जस्ता रणनीतिहरू अपनाउनुहोस्। 3. बचतलाई प्राथमिकता दिनुहोस्। प्रायोरिटिज सेभिङ्स। स्टार आफूलाई पहिले भुक्तानी गर्नुहोस्। पे योरसेल्फ फर्स्ट। तलब आउने बित्तिकै बचतका लागि केही रकम छुट्याउनुहोस्। यसलाई स्वचालित बनाउनुहोस् ताकि हरेक महिना निश्चित रकम सिधै बचत खातामा जाओस्। स्टार आकस्मिक कोष इमर्जेन्सी फन्ड बनाउनुहोस्। कम्तीमा 3 देखि 6 महिनाको खर्च धान्ने रकम आकस्मिक कोषमा राख्नुहोस्। यो रकम अप्रत्याशित घटनाहरू, जस्तै जागिर गुमाउँदा, बिरामी हुँदा का लागि हो। स्टार लक्ष्य आधारित बचत गर्नुहोस्। घर किन्न, शिक्षाका लागि, वा अवकाशका लागि जस्ता विभिन्न लक्ष्यका लागि छुट्टै बचत गर्नुहोस्। 4. लगानी सुरु गर्नुहोस्। स्टार्ट इन्भेस्टिङ। स्टार जति चाँडो सुरु गर्नुहुन्छ, उति राम्रो। कम्पाउन्डिङ, ब्याजमा ब्याजको शक्तिका कारण, जति चाँडो लगानी सुरु गर्नुहुन्छ, उति बढी फाइदा हुन्छ। स्टार विभिन्न विकल्पहरू बुझ्नुहोस्। शेयर बजार, म्युचुअल फन्ड, जग्गा, सुन, फिक्स्ड डिपोजिट आदि जस्ता लगानीका विभिन्न विकल्पहरूबारे बुझ्नुहोस्। स्टार विविधीकरण, डाइभर्सिफाई गर्नुहोस्। आफ्नो सबै पैसा एउटै ठाउँमा लगानी नगर्नुहोस्। जोखिम कम गर्न विभिन्न क्षेत्रमा लगानी गर्नुहोस्। स्टार ज्ञान लिनुहोस्। लगानी गर्नुअघि त्यस सम्बन्धी पर्याप्त ज्ञान हासिल गर्नुहोस् वा वित्तीय सल्लाहकारसँग परामर्श लिनुहोस्। 5. आम्दानीका स्रोतहरू बढाउनुहोस्। इन्क्रिज योर इन्कम स्ट्रिम्स। स्टार साइड हसल सुरु गर्नुहोस्। आफ्नो मुख्य जागिर वा व्यवसाय बाहेक अतिरिक्त आम्दानीका लागि केही काम गर्नुहोस्, जस्तै फ्रिल्यान्सिङ, परामर्श, अनलाइन बिक्री, ट्युसन पढाउने। स्टार आफ्नो कौशल विकास गर्नुहोस्। आफ्नो सिपलाई अझ निखार्नुहोस् वा नयाँ सिप सिक्नुहोस् जसले तपाईँको आम्दानी बढाउन मद्दत गर्छ। स्टार निष्क्रिय आम्दानी, पासिभ इन्कम सिर्जना गर्नुहोस्। यस्तो आम्दानी जसका लागि तपाईँले निरन्तर काम गरिरहनु पर्दैन, जस्तै भाडाको आम्दानी, स्टक डिभिडेन्ड, रोयल्टी। 6. दीर्घकालीन योजना बनाउनुहोस्। प्लान फर द लङ टर्म। स्टार अवकाश योजना बनाउनुहोस्। आफ्नो अवकाश जीवनका लागि अहिलेदेखि नै योजना बनाउनुहोस् र लगानी सुरु गर्नुहोस्। स्टार जीवन बीमा र स्वास्थ्य बीमा गर्नुहोस्। अप्रत्याशित घटनाहरूबाट आफू र आफ्नो परिवारलाई आर्थिक रूपमा सुरक्षित राख्न बीमा गर्नुहोस्। स्टार वित्तीय लक्ष्यहरू निर्धारण गर्नुहोस्। स्पष्ट, मापनयोग्य, प्राप्त गर्न सकिने, सान्दर्भिक र समयबद्ध, स्मार्ट वित्तीय लक्ष्यहरू सेट गर्नुहोस्। 7. पैसासँगको आफ्नो मानसिकता परिवर्तन गर्नुहोस्। चेन्ज योर मनी माइन्डसेट। स्टार सकारात्मक सोच्नुहोस्। पैसा अभावको सट्टा प्रचुरता, एबन्डेन्सको मानसिकता अपनाउनुहोस्। स्टार आभार व्यक्त गर्नुहोस्। तपाईँसँग भएको कुराका लागि कृतज्ञ हुनुहोस्। स्टार निरन्तर सिक्नुहोस्। वित्तीय शिक्षामा निरन्तर लगानी गर्नुहोस्। पुस्तकहरू पढ्नुहोस्, पोडकास्ट सुन्नुहोस्, वेबिनारमा भाग लिनुहोस्। स्टार आफ्नो खर्च व्यवहारमा सचेत हुनुहोस्। भावनात्मक वा सामाजिक दबावका कारण अनावश्यक खर्च नगर्नुहोस्। आर्थिक स्वतन्त्रता एक यात्रा हो, गन्तव्य होइन। यसमा धैर्य, अनुशासन र निरन्तर प्रयासको आवश्यकता पर्दछ। आजैबाट सानो कदम चालेर पनि तपाईँ यो यात्रा सुरु गर्न सक्नुहुन्छ।